हेलो सिन्धुली। अब हामी चाहिँ ट्याक्क झोलासोला प्याक गरेर ड्रेसेस लगाएर आजको यात्रा चाहिँ सिन्धुली गढीसम्म हुन्छ। सबैजना गुड मर्निङ बेलुका खाना खायो, मस्त सुत्यो चिसो मौसममा। अब हाम्रो यात्रा चाहिँ सिन्धुली गढीको हुन्छ, त्यसपछि रामेछाप प्रस्थान। चेक इन चेक आउट हुन्छ। कति बिल आयो? खाना चाहिँ कति बिल आयो? कसलाई कति बिल आयो? आयो 445 4000 4000 को बिल आयो। खाना कति लाग्यो? रुमको बाहिर खानाको चाहिँ अलिकति महँगो रहेछ। रुमको कति लिएको? 1000 रुपियाँ। के चाहिँ केही नि हाम्रो चाहिँ प्राइस डिस्कसन भइरहेछ हाम्रो यहाँको होटलको। बिहानको सिन्धुलीको घाममा हामी चाहिँ टट्टेर यस्तो ब्याग स्याग बाँधेर अब ट्याक्क अब गढीको यात्रा गऱ्यौँ। होटल चाहिँ चेकआउट भइसक्यो हाम्रो। अब हाम्रो यात्रा सुरु हुन्छ यहाँबाट। स्पाइडरम्यान यो गढी दरबार यहाँ गेट छ। गढी दरबार होटल काली के हो रे यसको नाम? ठाउँको नाम मेन रोड आइपुग्यो। अब चाहिँ हामी सिधै सिन्धुलीको गढीमा जाँदैछौँ। भ्यू चाहिँ यस्तो छ है, एकदम बबाल ठाउँ रहेछ। बाटो चाहिँ पुरै खण्डकै बारी जस्तो के यहाँ यता। अहिले यो डाँडाभन्दा उतापट्टिको डाँडामा चाहिँ एकदम खतरा छ। यसले पेल्दियो भने फेरि आज इभीमा भोलि टिभीमा सिधै नेचुरल भ्यूहरू हेर्दैछौँ हामी। यस्तो बाटो आएर यताबाट ट्याक्क अब आफ्नो सेल्फीहरू यताउति लिँदै हुन्छन् केटाहरू यतातिर। बाटो चाहिँ खतरनाक छ है। बाटो सानो छ, अलि साइडमा बाटो एकदम एक्सट्रिम छ। यस्तो आउँछ गाडी छेउछेउ पेल्दियो भने पेल्दिहाल्यो नि। पेल्दियो भने पेल्दियो। बाटो त नाइस छ त, सिन पनि दामी छ, तर एउटा मात्र प्रब्लम भनेको चाहिँ ब्लाइन्ड स्पट धेरै छ। यो चाहिँ हो गढी डाँडा, सेल्फी डाँडा भनेर पनि चिनिन्छ यसलाई। चाहिँ धेरै पेन्टिङहरू छन्, 3D पेन्टिङहरूलाई अहिले हेर्न सिन्धुली गढीको बाटो लाग्यो। गेटबाट छिरेर बाटो चाहिँ उकालो रहेछ। अब कस्तो छ हेरौँ। यता आए टिकट काटेर भित्र जाने। हामी अब मन्दिर दर्शन गर्दैछौँ। पूर्व पारेर राखेर चाहिँ ढुङ्गा लागि ठोकिँदैन। हामी चाहिँ अब मन्दिरभित्र चढ्ने कि छिर्ने अब चढ्ने कि होइन। अब पिर भाइको ओहो कस्तो राम्रो भगवान् सहरमा आइपुगेका छौँ हामी। बरको जरा होइन है। दाइ अब ल रक्षा गर भगवान्। पुर्खाहरूले एकीकरण गरेर देश बनाउन नेताहरूले बिगार्छन्, त्यो सपारिदियो। त्यही हो हाम्रो अब आफ्नो देश बनाइदियो। त्यति भए पुग्छ हामीलाई। केही चाहिँदैन अरू है। अख्खा जेल हो अझै पछि बनाएको। ऊ मुन चाहिँ ट्याक्क उनीहरू राख्ने हो, खैरीहरूलाई राखेर लात्तेले चाकामा बजाउने यसमा नयाँ कुरो। ल हो पहिलाको जेल एकीकरण गर्दाखेरि पुगेर भित्र कुर्सिन जेल यही हो। हाम्रो सङ्ग्रहालय चाहिँ यो ल। अब हामी चाहिँ ल कडा 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 उबेला जमानामा त्यहाँ दुर्बिन छ नि, अहिले त्यो दुर्बिन मोडर्न दुर्बिन हो। पहिला जमाना यस्तो स्वाटा हानेर दुर्बिन हुन्छ। मैले पनि चलाएको थिएँ। उयो कृष्ण काकाले धेरै नचला भनेर छोडिदिए मात्र।
भिडियो ल सिन्धुली गढी रमाइलो भयो यहाँनिर आधी ठाउँ घुम्यौँ आधी ठाउँमा अझै बाँकी छ घुम्न अब हामी दुर्बिन हेर्न जानुपर्छ दुर्बिन हेर्न जानुपर्छ पृथ्वीनारायण शाहले कसरी हेर्नुभएको छ यहाँ पारेर ए ल कोही त आगे घामले लाग्छ यो मेरो मायालाई चाहिँ फुल्ने राख्दैछ ए मेरो मायालु फुल लिएर जाऊ तिमीलाई गिफ्ट दिएछु मैले यहाँनिर है ल हामी चाहिँ माथिबाट तल ओर्लिँदैछौँ मेरो चाहिँ भ्लगमा खासै नआएर मैले अब क्यामेरै समाउनु पर्ने अवस्था आइसकेको छ यो ठाडो कालो छ यस्तो ठाडो कालो छ हेर तलको देखेको चाहिँ त्यो सङ्ग्रहालय हो अनि पर देखेको जेल अनि हाम्रो त्यहाँ माथि झन्डा फरफराइरहेको देखेको छ नेपालको झन्डा हाँडी देखिरहेको त्यहाँनिर चाहिँ दुर्बिन पनि छ हामी चाहिँ अब सङ्ग्रहालयमा चाहिँ क्यामेरा लान नमिल्ने भएर हामी यहाँबाट चाहिँ सङ्ग्रहालयमा चाहिँ क्यामेरा बाहिर राखेर अनि त्यसपछि दुर्बिनबाट हामी जान्छौँ आफ्नो घर हेर्ने दुर्बिन झापाको टिकट बन्द ल है हाम्रो अनिल सरको उनीलाई हेर्न जानु लाग्यो हामी अनि विवेक सरको मेरो उनलाई भाइ उनलाई हेर्न जानु लाग्यो हामी है झ्यालबाट हेर्ने कि झ्यालबाट झ्याल हामी त खन्ने अब कहाँ भेटिन्छ भनेर है विवेकको पालो छ हेर्ने ट्याक्क लगाएर ट्याक्क अनिलको पालो अनिलले चाहिँ सबै उनीले हेरेको छैन है ल यो उनीले हेर्नु होला बाहिर निस्किनु होला उनी चाहिँ सुरुमा दिपेशले हेर्दैछन् ट्याक्क दिपेशले हेरे लोकेसन ट्याक्क भ्यू हाम्रो चाहिँ खाजा केराको भोजन भइरहेछ ल अब चाहिँ हामी ट्याक्क खाजा साजा खानालाई खान्छौँ खाजा खाएर ट्याक्क हिँड्ने अब बाइक पनि बिग्रेको थियो बाइक बनायो तर बनेन केही नि बनेन साइलाइट बिग्रेको थियो भनेर बनाउन आएको केही पनि बन्दै बनेन ल है हामी चाहिँ अहिले ट्याक्कै खुर्कोट आइपुग्यौँ बाइक बिग्रेको थियो नि यहाँ यसो सुरुमा बनाउन लागेको यहाँ पाइँदैन अरे यो पुरै फेर्नुपर्छ अरे स्विचहरू नै फेर्नुपर्छ अरे त्यो ठाउँ चाहिँ खुर्कोट अब हामी ट्याक्कै यहाँबाट फेरि रामेछापको लागि हिँड्छौँ ल हामी चाहिँ सिन्धुली जिल्लाबाट रामेछाप जिल्ला प्रवेश गर्दैछौँ यो पुल कटेपछि बाढीले सबै बगाएको हो बाढीले बगाएको यो पुल चाहिँ पहिला बाढीले बगाएको रहेछ फेरि बाढीले बगाएपछि नयाँ बनाएको रहेछ ल सुनकोशी पुल सुनकोशी नदी है हो सुनकोशी नदी सुनकोशी तामाकोशी भोटेकोशी ठ्याक्कै यो दोकानमा चाहिँ मान्छेले पैसा चढाउनु पर्छ भने त्यही पैसा चढाइदिने 10 रुपियाँ दाइ आउँदै हुनुहुन्छ यहाँको पुरानो उहाँ चाहिँ पुरानो मान्छे हो बरिया बा बरिया यार अमिले छैन यार हिजोको खोइ यता अमिले त देखाउनु त अमिले लुकाको मान्छेले देखाउनु त लुका छैन त्यो दामी भ्यू हेर्नको लागि चाहिँ रोकेको हो अब भ्यू हेरिसक्यो अब ठ्याक्कै यहाँ यो चाहिँ हाम्रो रामेछापको सदरमुकाममा मन्थली भन्छ हामी चाहिँ टक्क मन्थली आइपुग्यौँ अब यताबाट चाहिँ हामी गाउँ जानुपर्ने हुन्छ मजाले गाउँ जानुपर्ने हुन्छ होइन त्यही हो यहाँ पानी खाइयो अमिलो खाइयो अब लाग्नु वातावरण बहनी त वातावरण छैन हिँडेको हिँडे अब 1.5 घन्टा होइन बस्दै लाँदाखेरि 13 किलोमिटर छ अरे है तीनटा बजार आउँछ अरे तीनटा बजार एउटा जुका लाग्छ है जुका त्यहाँ राखेछौँ होइन अब हामी चाहिँ यहाँ भोलिको लागि आएर नुहाएर पकाएर खानाको लागि चाहिँ लोकेसन हेर्दैछौँ भोलि पछि जहिले आए पनि भयो माछा पनि मारा मिलिहाल्छ
बस्दै खाने रमाइलो गर्ने ठिकै जुत्ता लाहा जुत्ता चिप्लिन्छ है केटा हामीलाई सक्दैन क्या ओहो नित लौ न हेलो हेलो कति मचा हो ओर्ले ओर्ले डबल मचा न 20 लाख पछाडि तान्न पर्दैन मेरो बाङ्गो जान्छ के मलाई आउँछ खेल्न सिधा आउँदैन ओ बहिनीहरु उजाउ त उजाउ सिधा आउँदैन दाइ बाहेन 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 एउटा गीत गाउँथ्यो एउटा एउटा हामी चाहिँ यहाँबाट तरकारीहरू यताउति लिएर निस्क्यौँ यो बजारको नाम के हो दाइ किर्ने बजार हजुर किर्ने बजार यो चाहिँ दोलखा जिल्ला अब यहाँबाट पुल कटेपछि यहाँबाट यता पुल छ पुल कटेपछि हामी रामेछाप पुग्छौँ रामेछाप हाम्रो चाहिँ यतै बेलुकाको बसाइ भयो कोठामा यस्तो भयो के भयो भन्दाखेरि अब यहाँ नेट चल्दैन नेट एनसेल चल्छ त पिआरलाई त फोन गर्नु पर्छ नानीहरू अनि अब फेरि नेट चलेन भनेर अनलाइन आएन भनेर पिर पर्छ फोन गर्नै पर्छ तिम्रो के पिआरलाई फोन गर्नुपर्छ फोन गरिसक्यो हामी के अरे हामी त सिङ्गल लाइफ जिउने मात्र हामी होइन हामी सिङ्गल लाइफ लगभग हाम्रो यता पनिर पाकिसकेको छ पनिर खाने मान्छे चाहिँ म है एकदम म पनिर पाकेको छ अब आजको चाहिँ खाएको खिचिन्न है आजको यति नै बन्द हुन्छ आजको त्यसमै बन्द हुन्छ सबै कुरा भोलिको भाग भोलि भेटौँला अब खोइ यार म त